जयमसी सबैजनालाई आज हामी कहाँ जाँदैछौँ भनिदिनुहोस् त। नगरकोट जाँदैछौँ दिदी बहिनीको डाँडाको प्रार्थनामा हामी भेला हुँदैछौँ है। भेला हुने क्रम जारी नै छ। धमाधम होइन उता पुगेपछि जाडो हुन्छ, चिसो चिसो छ ठाउँ। ल हामी सबैजना भेला भइसक्यौँ। आजको हाम्रो टोलीहरू ल आऊ है आऊ, भिडियोमा क्याप्चर हो भिडियो। हुन्छ दिदी। हजुर हामी सबैजना पालैले। ल अब हामी प्रार्थना गरेर निस्किन लागेको। हाम्रो सरले गरिदिनुहुन्छ प्रार्थना। विशेष तपाईँको छोरीहरू जुन ठाउँमा हामी डाँडाको प्रार्थनाको लागि जाँदै हुन्छ त्यो ठाउँ नगरकोटलाई हामी परमेश्वरको हातमा राख्दछौँ र यहाँबाट अनि प्रभु अनि हाम्रो नामन भेना र अनि उहाँलाई तपाईँ परमेश्वरले असलपूर्वक गाडी चलाउनलाई सहायता गर्नुहोस्। गाडीका हरेक पार्ट चार्जमा तपाईँ हुनुहोस् प्रभु र त्यहाँ गएर परमेश्वरको सामुन्ने ल हामी सबैजना भेला भइसक्यौँ अलमोस्ट। अन्त नि है ल केही भनिदिनुहोस् त हाम्रो लागि। केही नभनिदिने ल ल जाउँ है अब यात्रा सुरु। आजको यात्रा हामी सुरु गर्दैछौँ। हस् हस् ल ल बाई बाई। ल है ल राम्रोसँग जाउँ, बिस्तारै जाउँ। ल है ल ल जाउँ है जाउँ। अनि साथी आएन तपाईँको आज? ए ल आऊ छिटो छिटो आऊ। जयमसी यात्रा सुरु भयो होइन? झोला सबै बोकेको है त्यहाँको? ए ल ल ल अब चाहिँ हामी जाँदैछौँ। अब आफ्नो भिडियो पनि खिच्नु पऱ्यो नि होइन अलिअलि त। हामी जाँदैछौँ आज नगरकोटमा दिदी बहिनीको डाँडाको प्रार्थनामा। हेरेर साथ दिनु होला। हस् धन्यवाद। ल हाम्रो गाडी आइसक्यो। महानगर यातायातमा हामी जाँदैछौँ। आज कतिजना छ हाम्रो भिडियोग्राफरहरू? हात हल्लाऊ सबैजनाले गरेर। ल जाउँ है नगरकोट डाँडाको प्रार्थनामा। हाम्रो यात्रा सुरु भयो। महालक्ष्मी स्थान चोक आइपुग्यो। सबैजनाको टाउकामा चाहिँ देख्छ है। ल गाडी चाहिँ हो बहिनीहरू यता म। फाइनली नगरकोट आइपुग्यो। यसो अनि यसो चटपटी खानु लागेको है गाडीले मातेर। हाम्रो टोलीहरू चाहिँ त्यहाँ हुनुहुन्छ सबैजना। अब पर त्यहाँ ठाउँ हेर्दै हुनुहुन्छ बस्ने ठाउँ, त्यतै जानु लागेको हामी। यहाँ दिदीहरू हुनुहुन्छ। नगरकोटको बजार चाहिँ हाम्रो स्पटमा आएर पनि खाजाहरू खाँदैछौँ। ब्रेकफास्ट चिया ब्रेड अन्डा समाइदिनुहोस् त भेना दिदी म
अब हामी भ्यू टावर जाँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको बाटो। यहाँ निलम दिल्ला पनि देख्न सक्नुहुन्छ। हाम्रो काकी अनि बहिनी हामी जाँदैछौँ भ्यू टावरमा। त्यहाँ गएर त्यहाँ कस्तो देख्दो रहेछ थाहा छैन, तपाईँहरूलाई देखाउँला है त। हेर्दै गर्नुहोस् होला हाम्रो भिडियो। बाटो भयो। थ्याङ्क यू। निकै माथि छ। माथि छ अझै ए राम्रो छ, माथि गएपछि राम्रो छ। ए ल एक दुईचोटि गर्छु। ए हो अहिले त झन् दामी बनाएको होला है। राम्रो छ, माथि भ्यू राम्रो छ। पुरै देख्छ। ए यहाँ गयो एकचोटि चढ्यो, एकचोटि हामी चढ्यो। जाँदैछौँ माथि। भरेङ चढ्दाको हैरान आयो। ए बिस्तारै भाइ गएर सर्क्यो त्यो भाइ त। यता चाहिँ यस्तो छ जङ्गल। ए आइसक्यो हो, त्यही त रहेछ। धेरै टाढो त रहेछ, धेरै टाढो रहन्छ गाइस। अलिकति यो भरेङले चाहिँ है भयो नै गाह्रो छ। रहेछ। भाइको पनि छ युट्युब। ए हो घुमघाम ओके। कहाँ कुन ठाउँदेखि? काठमाडौँ। ए छिटो आउनु। यो बाटोले गर्दा चाहिँ थाक्ने रहेछ नि। बिमला दिदी त चढ्दैछ। भरेङले गर्दा चाहिँ हिँड्न साह्रो फ्यापो हुँदो रहेछ गाइस। बरु यो भाइ थाकेर हत्तु भएछ। काठमाडौँ बस्ने मान्छे चक्का छोड्छ। अन्त म यस्तो साह्रो लिफ्ट भयो हुन्छ डाइन गर्दै माथि चाहिँ राम्रो देख्छ। थाक्नु हो? यहाँ पनि थियो कि बस्ने ठाउँ, तर घामले त फेरि छेक्यो मोबाइल। झन् गेम खेल्दा रमाइलो गरौँला भने त भन्यो दिदी होइन। धुरो धुरो रुवायो। म त लास्टमा के भनेको आशिषले रुवायो। लास्टमा म चाहिँ सेम टु यु भन्दै रुइदिन्छु सक्यो। अन्तिममा मैले यस्तो दामी के है। सबैले भनेको जस्तै म पनि अलिकति हामी आइपुग्यो फाइनली टावर। तपाईँहरू त अघि आइसक्नु भएको। अनि किन ढिलो गर्नुभएको त? म चढ्छु है। सकिन्छ, चढ्छु ल। खाना खाने ठाउँमा आइपुग्यो। सबैजनालाई भोक पनि लागेको छ है। भोक लागेर थकाइ लागेर बिजोक। निलम दिदी के भयो तपाईँ? नरुनु ल। अब यताको ठाउँ देखाउँछु तपाईँहरूलाई। हाम्रो आमा पनि आउनु भएको छ आज। लु बिस्तारै झर्नु आमा। फेरि यो के भन्छ, मकै बारी अगाडि नै रोकेछ कि गाडी पनि। यार बिसोक भयो त। बिस्तारै ल्याऊ है काकी। ए मकै बारीमा यहाँ अब कसरी जाने? अब किल्च्यो भाँच्यो भने त माला। कुन चाहिँले मकै त भाँचिदिएछ एउटा बाँडे भयो।
ल दामी रहेछ हौ नगरकोट के लभ भिल्ला रिसोर्ट आमा लभ भिल्ला दामी छ हाम्रा टोलीहरू ल हामी आइपुग्यो फाइनली हाम्रो खाना खाने ठाउँमा ल ए ल अब हामी खाना खाने हो यहाँ के भइरहेछ के यो बजे ल बसौँ आउनु निलम दिदीलाई नि फोकस गर्नु पर्यो क्या आज धेरै चाहिँ निलम दिदी यता हेर्नुहोस् खै स्वागत छ भनेको हामीलाई स्वागत छ दामी रत्नगिरी रिजोर्ट ल तपाईँहरू पनि यहाँ आउन सक्नुहुनेछ ल दामी रहेछ यहाँको एम्बियन्सहरू सबै ठिक छ बब्बा वाउ दामी छ ल साह्रै राम्रो लाग्यो ल जानु दिदी मेरो फोन छुट्यो तपाईँ के को लाइनमा हो म खानाको ल धुँदै गर्नु त्यो उताको कस्तो टल्क्यो यो चाहिँ के हो पोर्को ल अब हामी के खानु आँटेको ल्याएको छ भन्यो त निलम दिदी फोकस के हो यो हामी खाना खाने अब खाना खाने टाइम भयो एक्चुली यताबाट खिच्छु ल कस्तो एन्टिलाइट परेर भयो निलम दिदी ल खाना इन्जोय गर्नुहोस् है देखाइदिन्छु सर हेर्नुहोस् न यहाँ ल है दिदी खाना खाउँ है यताबाट कस्तो लाइट पर्यो उताको ल हाम्रो टोलीहरू हाम्रो दिदीबहिनीहरू खाना खाँदै हुनुहुन्छ धमाधम लाइट पर्यो साह्रो आन्टी तपाईँले के ल्याउनु भएको रे यो रोटी ल हजुर निलम दिदी यता बहिनीहरू काकी खाउँ है ल नलजाइकन खानुहोस् है ल बस्नु है अब हामी घर जाँदैछौँ गाइजहरू खानापिना भएर टन्न अगाएर अन्न पेट भएर मिठो मिठो खाएर रिसोर्टबाट हामीले खाना खाइसकेपछि अब हामी पुनः हाम्रो घरतर्फ हामी जाँदैछौँ र एकदमै रमाइलो भयो मेरो लागि सायद हाम्रो दिदीबहिनीहरूलाई धेरै रमाइलो मनाउनु होला अब हामी डाइरेक्ट ट्रिप छ फेरि अर्को वर्ष मात्रै जानेछौँ अर्को वर्ष सायद हामी अझै राम्रो ठाउँमा जानेछौँ ए ल आए ल अब हाम्रो कहाँ घर जाने बेला भयो है त ल ल घर जाने बेला भयो ल घर जाने बेला भयो ल निलम दिदी अब घर जाने हामी ल बाई बाई अब हामी घर जाने बाई 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 बाई